यस्तो दामी ठाउँमा चाहिँ यो होटल सिस्टर सिन भन्ने रिसोर्ट रहेछ यहाँ माथि। हेर्नु त यहाँ कस्तो खतरनाक भिड छ हैन। यस्तो भिडमा यो परको नि यो माथिको पारीको चाहिँ यो सारङकोट हो हैन। अनि यसलाई मेथलाङ भन्छ है। यस्तो दामी छ तल चाहिँ फार्म। अनि अब यहाँ हेर्नु है यस्तो भिडमा छ के यो यस्तो पुरै ठाडो भिडमा हैन। कटेज बनाएको छ यसरी यसरी सिँढीबाट आउने। यतापट्टि बस्ने पनि भिरकै माथि छ। यो तल चाहिँ फेवाताल यसलाई खपौदी। यो पर यो देखिएको यो अन्नपूर्ण केबल कारको बिल्डिङ हो। यहाँबाट चाहिँ सरर माथि यो सारङकोटसम्म जान्छ यो केबल कार चाहिँ हैन। अनि यतापट्टि हरियाली छ अहिले पुरै बर्खा लागेछ। तल यो कोलोनी बनिरहेको छ। यहाँ कोलोनी बनायो कि होटल बनायो के बनायो हैन। यस्तो दामी छ। यहाँबाट चाहिँ पारी यो स्तूपा पनि देखिन्छ। माथि पुम्बीकोट पनि देखिन्छ महादेवको मूर्ति भएको ठाउँ। अनि यस्तो दामी छ नि। अब के गर्ने यहाँ यस्तो चिल ठाउँमा बसेर चट्ट चिल टाइपको चाहिँ नि बियर खान एकदम के हुन्छ त भन्दाखेरि मजा आउने ठाउँ छ। फिरन्ते आज यहाँ आइपुगेछ। हेर्नु त हिजो अस्ति उहाँ मोरङमा थिएँ। अब अहिले फेरि कर्मथलो आफ्नो पोखरामा आइसकेको छु। के कराउँदैछ यहाँ? ए बाँदर हो। ओइ जोस् यो हाम्रो नेताहरू चाहिँ अब यो बाँदर जतिको पनि भइदिएको भए त हुन्थ्यो। माथि पनि छ है बस्ने ठाउँ। त्यो माथि के रहेछ यो सिसाको पुल। यो पुलमा हिँड्न पनि मजा आउँछ होला यार। यस ठाउँ चाहिँ एकदम रमाइलो रहेछ है शान्त।